के तपाईहरुमा के कुरा राख्न चाहन्छु भने वास्तवमा जेनजीको माग निर्वाचन थियो र के हामीले निर्वाचन चाहेका थियौं? यो चुनाव कसको केका लागि भन्ने कुराहरु तपाई हामी सबैले बुझ्न पनि जरुरी छ र आम जनतालाई बुझाउन पनि हामीले जरुरी छ। हो म नेकपा गर्वका साथ भन्छु कि म नेकपा एमालेको झोले हो। हामीलाई झोले बट्याएको लागिन्छ। म धरना बनाउने पार्टीको धरना बनाउँदा ढलेको धरना उठाइन्छ भने त्यो कारणले म झोले भने म झोले हो। रानी पोखरी बनाउँदा म झोले बट्याएको लागिन्छ भने ओ म झोले हो। देशलाई सुरुङ मार्गको तर्फ युगमा देशलाई प्रवेश गराउने पार्टीको मलाई झोले भन्छ रे हो म झोले हो। हाम्रो भूमा लिम्पिया दुरा नेपालको नक्सामा हामीले हाम्रो पार्टीको अध्यक्ष श्रद्धेय कमरेड केपी शर्मा ओलीज्यूले जुन लिम्पुले काला पनि हाम्रो भनेर जुन दावाका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्च भन्नुभयो त्यो कारणले हामीलाई झोले बनाइन्छ भने हो हामी झोले हो। गर्वका साथ भन्छु म नेकपा एमालेको झोले हो। म अरु जेटी साथीहरुलाई पनि म के आग्रह गर्न चाहन्छु भने देश जगाउने जुन जेटीको रगतमाथि जुन अहिले नयाँ भनेका राजनीतिक दलहरूले जुन राजनीति गरिरहनु भएको छ म आग्रह गर्न चाहन्छु ती नयाँ शक्तिहरुलाई कृपया जेटीको रगतमाथि राजनीति नहोस्। जेटीको रगतमाथि राजनीति षड्यन्त्र परिवर्तन नछापियोस्। हिजो अस्ति एकजना जुन जेटी आन्दोलनमा घाइते हुनुभएको जेटी साथीले उहाँको जुत्तालाई निकै भाइरल बनाइएको रहेछ। उहाँ आफैले भन्नुभएको छ कृपया हामीले निर्वाचन चाहेको होइन त्यो मेरो जुत्तालाई तपाईहरुले चुनावको प्रचार नगर्नुस् भनेर हामीलाई जुन नयाँ भनेका पार्टीहरुलाई उहाँले आग्रह गर्नुभएको थियो। त्यो हामीले यस्ता कुराहरु पनि सामाजिक सञ्जालमा जनताको घर घरमा गएर बुझाउन जरुरी छ। अझ त भन्नुपर्दा हामीलाई अहिले निर्वाचनको बेलामा धेरै प्रश्न हामीले खेप्नु परेको हामीलाई मासु भात पेट्रोलको ट्याग लगाइन्छ। नेकपा एमालेका कार्यकर्ताहरू त्यति असक्षम छैन। हामीले मासु भात हामी आफै खान सक्छौं। मासु भात पनि हामीलाई किन भन्दा रहेछ भनेको त अहिले जुन जन्मेको नयाँ पार्टीले रहेछ हुन त हामीलाई उहाँले मासु भात भन्नु स्वाभाविक हो किनकि उहाँहरु त सिंगै सहकारी खाना बोकिनु भएको रहेछ। त्यसर्थ हामीले त्यो कुराहरु पनि बुझ्न जरुरी छ। म तपाईलाई त्यो आग्रह गर्न चाहन्छु र म अन्तिममा के भन्न चाहन्छु भने हामी निर्वाचनमा उम्मेदवारी गर्दा हो छानबिन हुनुपर्ने थियो। छानबिन हामीले छानबिन गरौँ भनेकै हो। वास्तवमा म के भन्न चाहन्छु भने छानबिन सुरु त हुनुपर्छ। बाल हिंसाबाट छानबिन सुरु हुनुपर्छ। सुगर गुरुबाट छानबिन सुरु हुनुपर्छ किनकि बारम्बार आगोलाई उस्काउने त्यो बाल हिंसा नै हो। सामाजिक सञ्जालबाट जनता युवाहरुको मानसिकतामा एकदम भड्किलो मन ल्याउने त्यही बाल हिंसा नै हो। किनकि श्रीमतीले गाडी रोकिँदा सिंहदहमा आगो लाउँछु भनेर त्यही बाल हिंसाले सामाजिक सञ्जालबाट सबैलाई आग्रह गरेको थियो युवाहरुलाई। तर त्यत्रो मानवहरूको संरचनाहरू चलिए भत्किए देश चलिरहेको थियो। तर बाल हिंसाले एउटा दमकल पनि पठाएन आगो निभाउनलाई। अनि हामीले भन्छौँ बाल हिंसा हो। हिजो त्यही स्वतन्त्र पार्टीले प्रदेश हामीले चाहिँदैन भन्दै गर्दा बाल हिंसाले मलाई त्यो प्रदेश सभामा निर्वाचन भोट नहाल्यो भने त्यति बेला निर्वाचनमा उहाँले भोटै आफ्नो भएको होइन। तर अहिले उहाँले नै प्रदेश सभालाई बलियो बनाउनु भन्दा त्यही बाल हिंसा हो। म जेटी साथीहरुलाई के भन्न चाहन्छु भने हामीले केही दिन अगाडि बालको स्ट्यान्डर्ड देखेका थियौं। फुल राष्ट्रपा फुल के जाति भन्ने थियो। अहिले उहाँले राष्ट्रपाको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार गरे। तपाईहरु यो कुरा चिन बुझ्न जरुरी छ। समाजले बुझाउन जरुरी छ। के भनेर बुझ्न भोलि फुल राष्ट्रपा भन्ने बालनले भोलि फुल नेपाल भन्न नसक्ला। भोलि देशले पार्टीको समर्थन गर्ने कि देश बनाउने देश बचाउने पार्टीको सपोर्ट गर्ने त्यो तपाईँ हाम्रो हातमा छ। हामीले बुझाउनु पर्छ भन्दै यहाँ छोटो समयमा पनि तपाईहरुको सहभागिता रह्यो। सबैलाई हार्दिक धन्यवाद सहित निर्वाचनमा लाग्नुहोस्। हाम्रो जित सुनिश्चित छ भन्दै फेरि एकचोटि सबैले भनौँ नेकपा एमाले जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। नेकपा एमाले जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। जनताको बहुदलीय दरबार जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। धन्यवाद अभिवादन।